हेलो साथीहरू, हामी चाहिँ आज जिताठान आँप खाएर अनि दिजुको घरमा घुमेर सबैजनाको भेटघाट रमाइलो अनि सबैले धेरै रमाइलो गरियो अनि के रे लोकल भाले खाइयो हो कि हैन? अनि यति धेरै मेरो भाउजूहरू, मेरो छोरी दिजु सबैजना भेट भएर रमाइलो गरियो। आँप नल्याउने भन्ने कुरा थियो। हामी चाहिँ आँपको थैला बोकेर जाँदैछौँ साथीहरू। यहाँनिर फेरि कस्तो गर्मी छ कि कुरै छोडिदिउँ। गर्मी भए पनि थैला बोकिरहेछन्। सपनाले चाहिँ आफू झोला बोकेर हिँडिछ। आफूले चाहिँ झोला बोक्ने आँपको थैला चाहिँ आफ्नो माइजूलाई हो। यस्तो छ साथीहरू। भरिया गरे विदेशबाट। अनि हेर्नुहोस् त यस्तो बाटोमा कस्तो राम्रो फुल फुल्यो कि ए म त मक्खै हेर पुतली यस्तो सुहाउने रहेछ फुल। अनि फेरि हिल चप्पल ल्याएर त्यो हिल लगाएर हिँड्न नसकेर फेरि चप्पल किनेर पसलमा त्यही सानो फ्लाइट चप्पल लाएर पनि उसको खुट्टा मर्किसक्यो। यस्तो छ हालत। यति रमाइलो भयो साथीहरू। अब कहिले काहीँ मान्छे के अरे घरभित्रै बसिराखेर पनि कस्तो बोर हुने के। सबैजनासँग रमाइलो भेटघाट गऱ्यो भने कति दिदी बहिनीहरूसँग अनि के अरे मैबाहरू भिनाजुहरू सबैसँग भेट भएर कस्तो फ्रेस भयो जस्तो लाग्यो नि सपना। एकदम फ्रेस। अनि घरभित्र बसी गर्मी कस्तो थियो सल्यान आएर यस्तो खुसी लाग्यो साथीहरू। कति रमाइलो भयो। सँगसँगै म हजुरहरूलाई भ्यू देखाउँछु है यहाँको। वाउ सपना हेर हेर्नुहोस् त कस्तो राम्रो ठाउँ के। झुलुङ्गे पुल अनि त्यसपछि तल शारदा त्यो चाहिँ हाम्रो त्रिवेणीलाई हाम्रो वडा कार्यालय। अनि हामी चाहिँ यता छौँ कानमा फुल। एकदम ब्युटिफुल भ्यू। वाउ हेर त सपना एकदमै राम्रो लाग्यो। म चाहिँ मेरो यो के भ्लग भन्छ मिनी हो कि बिग बोय हो। बिग भ्लग चाहिँ यही इन गर्दैछु। बाई बाई साथीहरू।